It's been like many years, few years. यहाँ आउने भनेको हजुर अब आज चाहिँ बल्ल आइपुग्यो ठाउँ त it's awesome. Like I can't describe in words हैन हजुर प्राकृतिक सुन्दरताले भरेको ठाउँ नै हो तर wherever we people reach like Nepali people पुग्छ we make like greenery into colorful things भनेको चाहिँ अब plastic different kind of plastics like from dust भन्दा नि plastics के no if you throw the like dust which can अब त्यो decay हुन्छ भनेर it's fine that would be the fertilizer for the plants over here तर the things that doesn't decay so this ground is looking colorful because of those things plastics from noodles अब यो गुटका चकलेट के छ यहाँ चिजवाला most of the things I see the water bottles नेपाली यस्तै हो सुध्रिनु त सुध्रिदैन अब अरूलाई भनेको चाहिँ मान्दैन हामीले चाहिँ आफ्नो फोहोर चाहिँ लेट्स टेक इट टु द प्लेस वेयर नगरपालिकाहरू आएर चाहिँ उठाएर प्रपर ठाउँमा लग्न सकोस् तर त्यो पनि हो एउटा बानी पनि छैन मान्छेहरूको अर्को एउटा भनेको यस्तो ठाउँमा पनि अलिकति बिचमा चाहिँ डस्टबिनहरू अब डस्टबिन त डस्टबिन पनि ठिकै छ तर लाइक वेन यु गो फर अ ट्र्याक हामीले कुनै ठाउँमा चाहिँ 2 घण्टा केही नहुँदाखेरि पनि हाम्रो ब्यागमा हैन म लास्ट टाइम खयर लेक जाँदाखेरि मैले चकलेटको कुरा चाहिँ खासमा मैले खोप्रा डाँडा आएर फाल्ने सोचेको थिएँ तर खोप्रा डाँडा के भयो भने त्यो पनि एकदमै राम्रै ठाउँ बगाले ठाउँ हैन त्यहाँ पनि त त्यो फोहोर कुहिनेवाला छैन सो आई टुक इट टु घोरेपानी क्या वास्तवमा ल्याएर मैले 3 दिनसम्म चाहिँ मेरो फोहोरहरू क्यारी गरेर हिँडेँ भनेको मतलब त्यो कति नै हुन्छ र किनभने त्यो आफैले बोकेर हिँड्यो हो हैन खानालाई बोकेर हिँड्यो अब कोक भयो कोक थियो चाउचाउहरू थियो अनि लगायत चकलेट्सहरू थियो त्यस नर्मल चिजहरू थियो बोकेर तल आउँदाखेरि त एउटा प्लास्टिकको पोको पारै लगायो हैन सो मैले म्याग्दीबाट सुरु गरेको जस्तो म पाउडरबाट हिँड्न सुरु गरेको मान्छे खोप्रा खयर लेक गएर फर्केर आएर बयली बसेर फेरि हिडन लेक गएर आएर दो बाटो बसेर मुल्डे सबैतिर गएर लास्टमा घोरेपानी जहाँ चाहिँ मोटरेबल रोड थियो घोरेपानी पुनिलको नजिक त्यहाँ आएर बल्ल फाले क्या त्यही भएर त्यो चाहिँ हो अब त्यो अलिकति गाह्रो त हुन्छ हजुर तर हाम्रो यो नेचर प्रति चाहिँ त्यसलाई के भन्छ यसलाई माया मोह हैन नि रेस्पोन्सिबिलिटी जिम्मेवारी हो क्या रेस्पेक्ट भन्दा पनि जिम्मेवारी हो एउटा त रेस्पेक्ट पनि हुनुपर्छ जस्तो लाग्छ रेस्पेक्ट पनि हो रेस्पोन्सिबिलिटी पनि हो दुवै कुरा हुनु पर्यो हैन नेचरलाई रेस्पेक्ट गर्नुपर्छ अकाउन्टेबिलिटी किनभने दिस थिङ्स नेभर गोना चेन्ज लाइक वी हेभ टु बी चेन्ज फर्स्ट हैन नेपालीमा हामी अब देश नेपाली नै हुन्छ फर इक्जाम्पल हामी चाहिँ एकदमै ठुलो विकासको कुरा गर्छौँ तर सानो सानो कुरा त हाम्रो ड्युटी त पुरा गर्नु पर्यो हैन धेरै कुरा हामी पनि सक्दैनौँ हैन अहिले पनि कतिवटा कुरामा चाहिँ म एकदमै मोरल भएर काम गर्छु गभर्नमेन्ट अफिसमा गएर म केही नगरिकन काम गराउँछु भन्ने त्यो पोसिबल नै छैन तर ठुलो चेन्जेसहरू त्यो ठिक छ हामीले गर्न सक्ने काम चाहिँ गर्नु पर्यो क्या हामीले गर्नुपर्ने कुराहरू म्यानेज गर्न सक्छौँ नि त सक्छौँ नि आफैले चाहिँ गर्न सक्ने कुराहरू अब यो यस्तो क्या अब मान्छे आइरहेको छ यहाँ हल्ला गरिरहेको छ अब यो के गर्ने ठाउँ यो हल्ला गर्ने ठाउँ त होइन बाइक पड्काएको छ अब त्यो देखाउनलाई चाहिँ यो देखाउने ठाउँ त होइन जस्तो लाग्छ यो मान्छेलाई फेरि फ्रस्ट्रेसनबाट एउटा चिल हुनको लागि होइन यस्तो छ क्या मान्छेहरू अहिले एकदमै दुःख छ क्या I think like when people start to be happy in a small things, they have really in a pain inside. क्या सानो कुरामा खुसी हुन्छ भने चाहिँ उ भित्रैबाट धेरै कुरामा दुखी छ क्या हैन किनभने if the person is satisfied with many things, उलाई त्यो सानो कुराबाट खुसी नै हुँदैन क्या he or she needs something bigger to be happy हैन अब बुद्धिज्मले फेरि के भन्छ happiness is a way to sorrowness, sorrowness is a way to happiness हैन त्यही कुरा सुख पनि हो त्यही कुरा दुःख पनि हो इट्स नट पर्मनेन्ट यस टेम्पोररी हुने कुरा हो तर हामी चाहिँ के भयो भने सुखका कुरा सम्झिन छोड्यौँ दुःखका कुरालाई रिपिटेडली याद गरिरहेछौँ त्यही भएर दुःखी भयो अझ बढी त्यही भएर अझै बढी दुःखी भइरहेछौँ दुःखलाई सम्झिने हो लेट इट बी
इफ यु कान्ट सल्भ द्याट प्रब्लम यु लिभ इट। त्यो सक्दैन भने त्यसमा अल्झेर बस्ने किन त? म त्यो प्रब्लम सल्भै गर्न सक्दिनँ भने त्यसमा अल्झेर घुमेर बस्यो भने टाइम वेस्ट मात्र होइन क्या, यो मेन्टल हेल्थ इज मोर इम्पोर्टेन्ट। नट ओन्ली लाइक वी कन्सर्न अबाउट द फिजिकल हेल्थ होइन, तर कुनै पनि डक्टर्सले हाम्रो मेन्टल हेल्थलाई त्यस्तो धेरै प्रायोरिटी दिएको कुरा हुँदैन, तर मेन्टल हेल्थ इज मोर इम्पोर्टेन्ट। किनकि वेन वी आर मेन्टली ओके होइन, मेन्टली ओके छौँ भने चाहिँ कतिवटा फिजिकल रोड चाहिँ फिजिकल आई मिन रोगहरू चाहिँ आफै निको हुन्छ क्या। हो नि होइन, जस्तै मेन्टल्ली हेल्दी हुनु पऱ्यो, फिजिकली कति कुराहरू पनि हामी हेल्दी हुन सक्छौँ। किनभने त्यही त त्यही भएर चिन्ताले चितासँग पुऱ्याउँछ भन्ने नेपाली उखानको त्यो त्यतिकै आएको होइन, त्यो त त्यही हो। त्यही त होइन, बट लाइक सो यु हेभ टु मुभ अन। एनिवे फाइनल कन्क्लुजन के हो भने धेरै कुरामा अल्झिनु हुँदैन। अनि अर्को एउटा कुरा आजभोलि त अनि ट्राफिक फाइन पनि बढाउने कुरा छ त, 25,000 के छ भन्नु? पोलिटिकल कुरामा नभन्नु। वी आर इन द नेचर लाइक एक्सप्लोर इन द प्योरिटी or spirituality make our body or like soul or mind clean here over there. पोलिटिकल कुरा हामी नगरौँ, कसलाई ठिक लाग्ला कसलाई ठिक नलाग्ला होइन, अब त्यो नगरौँ क्या। दिस इज नट प्लेस टु डु त्यही अहिले भनेको दुःखलाई लेकिन चाहिँ के हुनु पऱ्यो भने मान्छेमा के हुनु पऱ्यो भने वी सुड नट कम्पेयर आवरसेल्फ टु अदर्स पिपल क्या। मैले आएर के एचिभ गरेँ भन्ने कुरा होइन कि, के अरे उसले के एचिभ गर्यो भन्ने कुरा होइन कि म हिजोभन्दा आज राम्रो छु कि छुइनँ, हिजोभन्दा मैले आज नयाँ कुरा थपेको छु कि छुइनँ। इफ यु आर एडिङ अ न्यू थिङ्स टु यर लाइफ इभन इज स्मल होइन, इफ यु आर डुइङ अ न्यू थिङ्स, इफ यु आर एडिङ अ न्यू थिङ्स, इफ यु आर अपग्रेडेड इन जस्ट 0.007% yourself, then you are doing great. Yes. That is your motto. त्यस्तो भयो भने चाहिँ सजिलो हुन्छ। कम्पेयर गऱ्यो भने त अब के कसँग कम्पेयर गर्ने, चन्द्रमासँग कम्पेयर गर्ने, सूर्यसँग कम्पेयर गर्ने र होइन, कम्पेयर गर्नलाई त आफूभन्दा माथि त्यो के भन्छ भने अहिले मोटिभेसन स्पिकरले यु हेभ टु कम्पेयर विथ द गुड पर्सन्स, हामी यस्तो गर्नुपर्छ यस्तो गर्नुपर्छ होइन होइन, ठिक छ गर्नुपर्छ तर पोजिटिभ वेमा गर्नु पऱ्यो क्या। म भन्छु सबैले सक्दैन नि त, सबैले त्यो लेभलमा गएर सक्दैन, सबैले त्यो लेभलको हरेक कुरा गर्न सक्दैन। अरूसँग नगरौँ, अरूसँग गर्नु भनेको त्यही त मैले भनेको त्यही हो। त्यही भएर के हो भने आफू चाहिँ हिजोभन्दा राम्रो, त्यही त कम्पेयर योरसेल्फ। यु हेभ टु ट्राभल अ न्यू प्लेस देन यर लास्ट इयर। एउटा नयाँ प्लेस त ट्राभल गरौँ न वर्षमा होइन, वर्षमा सके वर्ष भने सकिँदैन भने गरौँ बढौँ पहिलाभन्दा, तर अगाडि चाहिँ बढ्नु पऱ्यो। त्यही त, त्यो पछाडि बसेर हुँदैन। मान्छे आइरहन्छ, दुःख आइरहन्छ, मान्छे याङ गरिरहन्छ, ल्याङ गरिरहन्छ, देयर मेनी थिङ्स इनसाइड यु। भवचक्रमा अड्किरहन्छौँ हामी, लस्ट, ग्रिड होइन, अनि लेजिनेस। यो बुद्धिज्ममा त भवचक्र ओड निकाल्नु होइन, यो चाहिँ बुद्धिज्मको हो, तर म्याक्सिमम् धर्महरू सबै एउटै हो। मान्छेले धर्मको श्रेय अथवा धर्मको त्यसलाई के भन्ने मोटिभ एउटै हो क्या। त्यसलाई पनि सिम्पली बुझाइदिन्छु ल। जस्तो हाम्रो आमा हामीसँग हुनु र हाम्रो बुवासँग हुनु एउटै हो त होइन नि? हाम्रो आमा उसको आमासँग हुनु एउटै हो त होइन नि? सी इज डिफरेन्ट इन एभ्री अल क्यारेक्टर होइन। अब हामीले हाम्रो आमालाई के भन्ने, हाम्रो हजुरआमाको छोरी भन्ने, अथवा मेरो बाउको वाइफ भन्ने, अथवा मेरै आमा भन्ने होइन नि? सी इज डिफरेन्ट इन लाइफ होइन, एउटै मान्छे तर फरक हो क्या। तर के हो त, सबै पनि हो सबै पनि हो। मसँग हुँदाखेरि मेरो बुवाको वाइफ होइन, मेरो आमासँग उसको उहाँको आमासँग हुँदाखेरि उहाँको फरक हुन्छ नि त। त्यही त, सी फिल सेफ अपन के अरे आर्म्स अफ हर मदर। अनि हाम्रोमा आउँदाखेरि हामीसँग प्रोटेक्टिभ हुन्छ कि उहाँ के हो त, डिफ्रेन्ट इन एभ्री वर्ल्ड। त्यसरी नै देउता पनि डिफ्रेन्ट हो क्या, हामी जसरी देख्छौँ त्यसरी नै मान्छेको फरक शिव कस्तो हो भन्दा अब शिव कस्तो हो भन्दा कस्तो हो भने एक्सप्लेन गर्नको लागि फरक हुन्छ नि। शिव अब मान्छेको धारणा होइन, तर के हो भने शिवले सिकाउनु भनेको राम्रो गर भने सिकाउनु सार एउटै। त्यही भएर सबै धर्मको सार एउटै हो। त्यो हामी धर्ममा बाजिनु पर्दैन, आफ्नो बिहेभियर अनुसार धर्म चुज गर्ने हो क्या। इफ यु वान्ट टु इट मिट यु हेभ टु, वैष्णव धर्म गएर भएन, शाक्तिजम जानु पर्यो अथवा अरू धर्म जानु पर्यो होइन। खानै मन छ भने अब प्राणी हिंसा नगर भन्छ धेरै धर्मले, क्रिस्चियनिटीले पनि भन्छ 10 अमेन्डमेन्ट्स, के अरे 10 अमेन्डमेन्ट्स होइन यार, 10 डिड्स खोइ के समथिङ लाइक। त्यसरी नै बुद्धिज्मले पनि नमार भन्छ, हिन्दुज्मले पनि त्यहाँ पनि नमार भन्ने प्रक्रियाहरू धेरै छ। ल एनिवेज सबैको सारै हो, हामीले यसलाई मान्नु पर्यो, बुझ्नु पर्यो। अब हामी हामी नेचरको फिल गरौँ, आनन्दले नेचरको फिल गरौँ। यहाँ छौँ होइन,
अनि यहाँ यस्तो चाहिँ नचाहिने कुरा नगर्नु लेट्स ऱ्याप इट अप धेरै पछि होला है हामी यसरी आएको हामी लास्ट टाइम जाफा गुफा डाँडा इट गएदेखि वाज आज जुन नो 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 हामी जेठमा गएको थियौँ जेठको 2 वर्ष अगाडि भयो तर एकचोटि फेरि हामी एउटा ठाउँ जानुपर्ने मैले त सोचिरहेको छु अहिले यो धेरै भेडा फार्म जानुपर्ने यस्तै नेचर छ त्यहाँ त मान्छेहरू खासै पुगेको छैन कहाँको भेडा फार्म बाल्चे नुवाकोट त्यो बाल्चे नुवाकोट बाल्चे अब बाटो बिहानै गयो जाने हेरौँ त्यहाँ फिल गरौँ हामी जाँदाखेरि त्यो गुफा डाँडा कति पिस थियो नि त it was like some other places many people has not reached it over here over अहिले there यो कुनै पनि अहिले यहाँ मिडियाहरूमा चाहिँ सोसियल मिडियाहरूमा यो अलिकति भाइरल पनि भएन पछिल्लो समयमा त्यो कुरै हुँदैन नि त द्याट्स वाइ होइन राम्रो छ कति सजिलैसँग पुग्यौँ हामी त्यति 9 किलोमिटर सजिलो चाहिँ होइन हेर भाइ केटा बट लाइक वी इन्जोयड तर त्यो सजिलै हो नि मन सजिलो हुनु पऱ्यो हामी पुग्छौँ भन्ने हुनु पऱ्यो पुग्यौँ नि त हामी त्यहाँ बिचमा फर्केनौँ so we added a new things in our life so we are better than yesterday भनेको मतलब चाहिँ we are successful त्यो धेरै रमाइलो थियो एउटा तर हामी अस्ति तिनतले झर्न जाँदा कस्तो फिल गरेको थियो हेरिकन त हामी होइन तीन तले झरा पनि त हामीले गर्यौँ नि यार we did it like we went 3 pm from पनौती हैन अनि 3 pm गएर हामी झरना गएर राति 8:30 बजे बतासे डाँडा पुगेर we reach home around 12 बतासे डाँडा भनेको मेरो लागि फर्स्ट टाइम जाँदाखेरि त एकदम टाढाको डेस्टिनेसन्स थियो नि त टाढा हो तर हामी सबै कुरा भ्यायौँ हामी गयौँ नि तर त्यो गुम्बा कहाँ बतासे डाँडामा हो र त्यही त हो नि त हामी लामा भेटेको होइन हाम्रो केन्द्रपछि उहाँलाई भेटेको होइन त तर त्यहाँसम्म त नजिकै थियो त्यो कहाँ नजिक हुन्छ त्यो जुन झर्नाबाट त्यहाँसम्म त त्यहाँ त नजिकै थियो नजिक बतासे त्यो काभ्रेबाट बतासे त नजिकै छ नि तर ललितपुरको बतासे थियो त्यहाँ चाहिँ आज बोर्डर होइन त्यो बोर्डर त तल छ्यामरङ बेस पनि अलिकति माथि भन्छु ललितपुर यति ठुलो छ कि हामीले इमेजिन गर्ने ठुलो त छैन दुर्गम छ के त्यही त दुर्गम छ यस ठुलो त छैन सबैभन्दा ठुलो जिल्ला आई थिङ्क ललितपुर जस्तो लाग्छ होइन ठुलो जिल्ला सानो जिल्ला भक्तपुर ठुलो जिल्ला चाहिँ कर्णालीमा छ होइन भने हाम्रो उपत्यकामा तिनवटा मध्ये त ललितपुर आई थिङ्क ठुलै हो नि अनि काठमाडौँ होला सायद मलाई थाहा ललितपुर जस्तो लाग्यो किनभने अब दुर्गम पनि त्यही छ क्या दुर्गम चाहिँ हो क्या ठुलो होइन क्या अब हेर्नु त्यही सिस्नेरी हेर्नु त्यहाँ पनि ललितपुरमै पर्छ सिस्नेरी कहाँ ललितपुर हुन्छ मकवानपुर होइन मकवानपुर तर बोर्डर त भन्दा त्यो बोर्डर होइन इट्स क्वाइट फार त्यो चाहिँ उता माल्टा भन्दा उतातिर फार पर्छ सिस्नेरी त्यहाँबाट धेरै फार हो बोर्डर चाहिँ अब कुन गाउँ पर्छ मलाई ठ्याक्कै याद भएन उता तिनवटा काभ्रे ललितपुर र मकवानपुरको बोर्डर चाहिँ गिम्दी भन्दा उता पर्छ त्यहाँ चाहिँ 3टा जिल्लाको बोर्डर पर्छ यहाँ त यसो आएर ड्राई पिकनिक जस्तो मजाले एउटा फ्रुट्स पिकनिक गर्न पनि मिल्ने फ्रुट छ नि हामीसँग हामीलाई तराईबाट ल्याइदिएको फ्रुट छ त ल खोइ त ल्याउनु अब तराई